दर्शकबिन नमस्कार। महालक्ष्मी विद्महे विष्णुपत्नी च धीमहि तन्नो लक्ष्मी प्रचोदयात्। आज म तुला राशिको बारेमा कुराकानी गर्न आइसकेको छु। तुला राशि भएका व्यक्तिहरूलाई 2082 सालको अषाढ महिना कस्तो छ त? आउनुहोस् सुरुमा सूर्यको फल अनुसारको कुराकानी गरौँ। दैन्या स्थिति भ्रंश गुरु स्वबन्धु प्रद्वेष कृत्स्यान नवमास त्रितोर्क। सूर्यको फल अनुसार तपाईलाई यो महिनामा कान्तिक क्षयम धर्मग, कान्तिक क्षय हुने, कान्ति क्षयको सम्भावना, कुक्षी रोगम चतुर्थी, पेटको रोगको सम्भावना। त्यस्तै गरी मङ्गलको फल अनुसार लाभगो भूरि लाभम, धन ऐश्वर्यको प्राप्ति हुने, जग्गा जमिनमा फसेका धनहरू उठ्न थाल्ने, जग्गा जमिनबाट विशेष प्रकारको लाभ हुने, सवारी साधनहरूबाट विशेष प्रकारको लाभ हुने। धर्मगस्तु महतिम तनुपीडा भन्छ। धर्मस्थानमा नवम स्थानमा बसेको बुधले शारीरिक पीडाहरूको योग दिन्छ। बुधले पीडा त्यस्तै केमा पीडा दिन्छ? यहाँलाई चर्म रोग यानि कि छालाहरूसँग, श्वास प्रश्वाससँग, त्यस्तै गरी चाहिँ तपाईलाई चाहिँ नाक कान घाँटीका समस्याहरू, पिनास आदिका कुराहरूमा विशेष सावधानी रहनु पर्ला। शुक्रको फल अनुसार शोकप्रदो मदनगो भन्छ। सप्तम स्थानमा बसेको सूर्यले विभिन्न प्रकारका शोकका आफन्तको वियोगका खबरहरू तपाईलाई यो महिना सुन्नुपर्ने हुन सक्छ। धर्मगतो गुरु धनवृद्धि कर भन्छ। बृहस्पति धनस्थानमा बसेका कारणले धर्म वृद्धि हुने, आनन्द वृद्धि हुने खालको वातावरण पनि देखिन्छ यो महिनामा। त्यस्तै महिनाको अन्त्यमा भने तीर्थयात्राका सम्भावनाहरू पनि बढेका छन्। शनि 6औं स्थानमा स्थान, 6ठे स्थानेर्थ लाभम जनयति, आर्थिक उन्नति प्रगति, शत्रुमाथि विजय प्राप्ति हुने खालको योग देखिन्छ। समग्रताको दृष्टिकोणले हेर्दाखेरि तुला राशिलाई मध्यम महिना मानिएको छ अषाढ महिना। यहाँहरूको समग्र महिना सुखमय रहोस्। जय होस्।